यो शिक्षक सेवा आयोग नियमावली 2057 को बारेमा हामीले कुरा गरिरहेछौँ। यसमा अब सुपरवेक्षक पुनरावलोकन समितिले दिने अङ्क अब त्यसको बारेमा हामीले छलफल गरिरहेका छौँ हैन। अब जसमा शिक्षकको कार्य सम्पादन गर्ने अधिकारीहरू जुन छ त्यो को हुन्छ त? शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्ने अधिकारीहरू को हुन्छ? यसमा हेर्नु, सुपरिवेक्षकले दिने कति अंक छ? 6। पुनरावलोकन समितिले दिने अंक कति छ त? 4। अनि सुपरिवेक्षक कसको सुपरिवेक्षक को हुने त? जस्तै यहाँ शिक्षकको सुपरिवेक्षक को हुने त? विद्यालयका प्रधानाध्यापक, मतलब प्रभन्दा तल्लो श्रेणीको शिक्षक छ भने त्यसको जुन छ विद्यालयका प्रधानाध्यापक सुपरिवेक्षक हुन्छ। अनि यो प्रले 6 अंक जुन छ यसको दिने। अब यसमा हेर्नु, पुनरावलोकन समितिमा जुन छ यो शिक्षकको पुनरावलोकन समितिमा कति जना हुन्छ? 3 को हुन्छ? स्थानीय तहको शिक्षा आयोग प्रमुख हुन्छ 1 जना, शिक्षा विकास तथा समन्वय इकाइको प्रमुख हुन्छ, सदस्यहरू हुन्छ, त्यस्तै सम्बन्धित विद्यालयका प्रधानाध्यापक। प्र 2 ठाउँमा गयो, एउटा प्र यहाँ पनि छ, यहाँ सुपरिवेक्षकको रूपमा पनि र पुनरावलोकन समितिमा पनि हुन्छ। यो शिक्षा विकास समन्वय इकाइ प्रमुख, शिक्षा अधिकारी, स्थानीय तहको शिक्षा प्रमुख, यो त शिक्षा प्रमुख र अधिकारी र प्र। अब हेर्नु, यदि शिक्षकको जुन छ सुपरिवेक्षक जुन छ यदि प्रले गर्छ भने प्र कसले गर्छ? प्र भन्दा जुन छ अब प्रधानाध्यापक भन्दा समान तहको शिक्षक छ श्रेणीको, या प्र भन्दा माथिल्लो तहको जुन छ अब श्रेणीको शिक्षक छ भने त्यसको सुपरिवेक्षण जुन छ त्यो कसले गर्छ? त्यसको जुन छ पुनरावलोकन समितिमा जुन छ त्यो को हुन्छ त? हेर्नु, प्र वा समान तहको शिक्षक वा प्र भन्दा माथिल्लो तहको जुन छ शिक्षकको यो सुपरिवेक्षक जुन छ कसले को गर्छ त? सम्बन्धित स्थानीय तहको शिक्षा प्रमुख। सम्बन्धित स्थानीय तहको जुन शिक्षा प्रमुख हुन्छ त्यो के हुन्छ त? यसको सुपरिवेक्षक हुन्छ। प्रधानाध्यापकको सुपरिवेक्षक को? सम्बन्धित स्थानीय तहको शिक्षा प्रमुख हुन्छ हैन। यो वा प्र भन्दा माथिल्लो तहको शिक्षक छ भने, माथिल्लो श्रेणीको शिक्षक छ भने त्यसको सुपरिवेक्षक कसले गर्छ? सम्बन्धित स्थानीय तहको शिक्षा प्रमुख। अब हेर्नु, त्यसको अब यता हेर्नु, यो प्रधानाध्यापकहरू या समान तहको शिक्षक भयो, प्र भन्दा माथिल्लो तहको शिक्षक भयो, तिनीहरूको पुनरावलोकन समितिमा को हुन्छ त? सम्बन्धित स्थानीय तहको शिक्षा प्रमुख हुन्छ 1 जना, शिक्षा विकास समन्वय इकाइको प्रमुख हुन्छ, सदस्यहरू सबै छ, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन्छ, सदस्य। त यो 3 जना सदस्य हुन्छ यसमा जम्मा। प्रश्न पनि कतिचोटि जुन छ त्यो सोधेको थियो यसमा। अब यसले प्रधानाध्यापक वा समान तहको शिक्षकको जुन छ अब पुनरावलोकन समितिमा तल दिएको मध्ये को हुन्छ, को हुँदैन? शिक्षा प्रमुख, समन्वय इकाइ प्रमुख र विद्यालय व्यवस्थापन समितिको अब अध्यक्ष।